सबैजनालाई पुनः नमस्कार। अष्टम साना किसान कृषि सहकारी संस्थाले मुख्य कार्यालयको वार्षिक साधारण सभा 28औं सभा हल्का सम्पूर्ण उपस्थित सबैजनालाई मान्यजनहरू सबैजनालाई मेरो नमस्कार छ र आजको यस कार्यक्रमका थोरै झलकहरू जहाँ मिलको हाम्रो राइस सिल्की चामल उत्पादन गर्ने मिलको थोरै त्यो थोरै भिडियोहरू राखेको छु। त्यसैसँगै हाम्रो साधारण सभामा थोरै मिठा क्रियाकलापहरूलाई राखेको छु। त्यसै सँगसँगै आज चाहिँ म एउटा छोटो मिठो कविता भन्न गइरहेको छु जसको बोल छ तिमी हौ अष्टम सहकारी। सुन्नुस् है त। चहरिएका फुलका थुङ्गालाई एकै मालामा गाँस्ने, चहरिएका फुलका थुङ्गालाई एकै मालामा गाँस्ने, सबैको विश्वास र भरोसालाई जिती माथि उठाउने, सबैको विश्वास र भरोसालाई जिती माथि उठाउने, तिमी त हौ अष्टम सहकारी, तिमी त हौ अष्टम सहकारी। देशको आर्थिक अवस्थालाई सबल पार्न मद्दत पुर्याउने, देशको आर्थिक अवस्थालाई सबल पार्न मद्दत पुर्याउने, बैंक अनि वित्तीय नपुगेको ठाउँमा नि पुग्ने, तिमी त हौ अष्टम सहकारी, तिमी त हौ अष्टम सहकारी। नयाँ युवाहरूमा जोस जाँगर भर्दै प्रगतितर्फ लैजाने, नयाँ युवाहरूमा जोस जाँगर भर्दै प्रगतितर्फ लैजाने, विभिन्न जाति धर्म र भाषाका मानिसलाई समान व्यवहार गर्ने, विभिन्न जाति धर्म र भाषाका मानिसलाई समान व्यवहार गर्ने, तिमी त हौ अष्टम सहकारी, तिमी त हौ अष्टम सहकारी। दुखी गरिब र न्यून वर्गको पीर मर्का बुझिदिने, दुखी गरिब र न्यून वर्गको पीर मर्का बुझिदिने, अन्धकारमा सहकारी शिक्षाको ज्योति बाल्दै जाने, तिमी त हौ अष्टम सहकारी, तिमी त हौ अष्टम सहकारी। रीतिथिति संस्कृतिलाई जोगाउँदै लैजाने, रीतिथिति संस्कृतिलाई जोगाउँदै लैजाने, हामी सबै अष्टमकै शेरधनी हौँ भनी गर्व गराउने, हामी सबै अष्टमकै शेरधनी भनी गर्व गराउने, तिमी त हौ अष्टम सहकारी, तिमी त हौ अष्टम सहकारी। धन्यवाद। यो मेरो छोटो कवितालाई मन पर्यो भने लाइक शेयर एन्ड कमेन्ट गरिदिनु होला। सबैलाई धेरै धेरै धन्यवाद।